एकादेशमा रुखमा एउटा काग बसेको थियो। कागको चुच्चामा एक चोक्टो मासु थियो। एउटा फ्याउरो घुम्दै रुखको फेदमा आयो। फ्याउराले कागका चुच्चोमा मासुको चोक्टो देख्यो। फ्याउरालाई त्यो मासु खान मन लाग्यो। फ्याउरो चलाक थियो। उसले कागलाई फकाउन थाल्यो। उसले भन्यो, काग भाइ, तिमी धेरै राम्रो छौ। तिम्रो चुच्चो राम्रो छ, पखेटा राम्रा छन्, खुट्टा पनि राम्रा छन्। तिमी उडेर जताततै जान सक्छौ। फ्याउराका कुराले काग मक्ख पर्यो। उसलाई फ्याउराले उल्लु बनाउँदैछ भन्ने थाहै भएन। फ्याउराले फेरि भन्यो, तर तिमीलाई गीत गाउन आउँदैन? मलाई गीत गाउन पनि आउँछ भन्न कागले चुच्चो खोल्यो। चुच्चो खोल्न साथ मासुको चोक्टो भुइँमा खस्यो। फ्याउराले मासुको चोक्टो एकै घाँस पार्यो। काग चिल्ल पर्यो। फ्याउराले हाँस्दै भन्यो, फेरि पनि मासु ल्याउनु है।